हेलो साथीहरू नमस्कार। नेपाल गार्मेन्ट युट्युब च्यानलमा तपाईँहरूलाई स्वागत छ। म हो देवराम घाटी मगर। म आज विशेष गरिकन तपाईँहरूको निम्ति एउटा सिपमूलक ज्ञानमूलक भिडियो बनाउन गइराखेको छु, जानकारीमूलक भिडियो बनाउन गइराखेको छु। विशेष गरिकन आज थुप्रै मानिसहरू चाहिँ त्यत्तिकै बसिराख्नु भएको हुन्छ अनि त्यत्तिकै खाली टाइममा चाहिँ मोबाइल चलाएर बसिराख्नु भएको हुन्छ, जुन कुराले तपाईँ र मेरो फाइदा हुँदैन। त्यसो भएको कारणले गर्दाखेरि तपाईँले सिलाइ सिकेर आफ्नो जीविकोपार्जन गर्न सक्नुहुन्छ, आफ्नो जीविका चलाउन सक्नुहुन्छ। सिलाइ एउटा सिप हो, एउटा पेसा हो। तपाईँ त्यो सिप सिकिसकेपछि तपाईँ जुनसुकै ठाउँमा गएर पनि तपाईँले चाहिँ काम गर्न सक्नुहुन्छ साथीहरू। र तपाईँले चाहिँ कसैसँग चाहिँ सानोतिनो खर्च माग्नु पर्ने अवस्थादेखि तपाईँले चाहिँ छुटकारा पाउनुहुन्छ। तपाईँले सिलाइ सिकेर अथवा सिप सिकेर तपाईँले कसैलाई दिन सक्ने बन्न सक्नुहुन्छ। त्यसो भएको कारणले गर्दाखेरि सिप सिक्नु हाम्रो जीवनको निम्ति एकदम लाभदायक छ। त्यसो भएको कारणले गर्दाखेरि तपाईँ यदि सिप सिक्न चाहनुहुन्छ भनेपछि, यदि तपाईँले सिलाइ कटाइ सिक्न चाहनुहुन्छ भनेपछि हाम्रो यो युट्युब च्यानललाई निरन्तर फलोअप गरिराख्नुहोस्, लाइक सेयर र सब्सक्राइब गरिराख्नुहोस्। अनि हामी सिलाइ सम्बन्धी थुप्रै भिडियोहरू चाहिँ लिएर आइराखेका हुन्छौँ र अघि पनि मैले थुप्रै भिडियोहरू राखिसकेको छु सिलाइ सम्बन्धी। र तपाईँहरू अरू कुनै नयाँ सिलाइ सम्बन्धी कुनै पनि जानकारी चाहिएको छ भने तपाईँले चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ। म त्यो विषयमा चाहिँ भिडियो बनाउने छु। र एउटा भनाइ छ नि, नहुनु मामा भन्दा कानो मामा नै ठिक भन्ने चाहिँ एउटा भनाइ छ। त्यसो भएको कारणले गर्दाखेरि भन्नु खोजेको कुरा के भनेपछि तपाईँ र मसँग केही नहुनु भन्दा तपाईँ र मैले सिलाउने सिप सिक्यो भनेपछि उत्तम हुन्छ साथीहरू। किन भनेपछि खाली तपाईँ र म बस्नुभन्दा सिलाइ सिप सिक्यौँ भनेपछि तपाईँ र मेरो जीवनमा मैले अघि पनि भने केही उपयोगिता हुने गर्दछ। त्यसो भएको कारणले गर्दाखेरि तपाईँ र मैले सिप सिकौँ। अनि तपाईँलाई थाहा छ, तपाईँ र मसँग सिप भएन भनेपछि, यदि तपाईँ लेबर काम गर्नुभयो भनेपछि तपाईँ घाममा टाट्टिनु पर्ने हुन्छ। अनि तपाईँ पानीमा भिज्नु पर्ने हुनसक्छ। तपाईँले 8 घन्टाको ड्युटी कटाउनु पर्ने हुन्छ। तर तपाईँले चाहिँ सिलाइको सिप सिक्नुभयो भनेपछि यो तपाईँबाट कसैले खोसेर पनि लैजाँदैन। अनि तपाईँ घाम लागे तापनि, चर्को घाम भए तापनि अथवा पानी परे तापनि तपाईँले चाहिँ घरभित्रै मजाले बसेर चाहिँ सिलाउन सक्नुहुन्छ साथीहरू। अनि लेबर काम गर्दाखेरि जस्तो इक्जाम्पल, मैले एउटा कसैलाई त्यो लेबर कामलाई चाहिँ तुच्छ भन्न खोजेको होइन, नराम्रो भन्न खोजेको होइन। त्यो आवश्यक छ तपाईँ र मलाई। अनि ती सबै कुराहरू हामीलाई चाहिँ आवश्यक छ। तर त्योभन्दा लेबर कामभन्दा अझ बेटर हुनसक्छ, अझ बेस्ट हुनसक्छ सिलाइ कटाइ तपाईँ र मेरो निम्ति। त्यसो भएको कारणले गर्दाखेरि तपाईँ र मैले सिलाइ कटाइ किन नसिक्ने भन्ने एउटा प्रश्न हो। तपाईँ यदि खाली हुनुहुन्छ भनेपछि, यदि तपाईँले चाहिँ टाइमहरू दिनहरू टिकटिकी बिताइराख्नु भएको छ भनेपछि तपाईँ चाहिँ सिलाइ सिक्नुहोस्। यो तपाईँको निम्ति उत्तम एउटा सिप हुनसक्छ साथीहरू। अनि यदि तपाईँलाई कुनै सिलाइ सम्बन्धी भिडियोहरू अथवा कपडा कहाँबाट लिने, कसरी लिने अथवा सिलाइको स्टेप कहाँबाट सुरु गर्ने, यस्ता कुराहरू तपाईँलाई चाहिएको छ भनेपछि, यसको विषयमा तपाईँलाई जानकारी चाहिएको छ भनेपछि हामी चाहिँ यसको भिडियो बनाउनेछौँ। तपाईँले यसको निम्ति कमेन्ट गर्नुहोला, अथवा मेसिन कस्तो प्रकारको राख्ने, कुन ठाउँमा कसरी गर्ने भन्ने कुरा। अनि सबै ठाउँमा सबै कुरा चाहिँ फिट हुँदैन साथीहरू। त्यसो भएको कारणले गर्दाखेरि तपाईँको लोकेसन कस्तो छ, अनि तपाईँ कुन ठाउँमा बस्नुहुन्छ, त्यो ठाउँ अनुसार तपाईँले चाहिँ सिलाइ गर्नुपर्ने हुन्छ, व्यवसाय गर्नुपर्ने हुन्छ। उदाहरणको लागि काठमाडौँमा जसरी व्यवसाय गरिन्छ, काठमाडौँमा जुन हिसाबले सिलाइन्छ त्यो हाम्रो यहाँ चल्दैन साथीहरू। म चाहिँ जुन रोल्पामा बस्छु, यहाँ चाहिँ त्यो खालको सिपहरू, त्यो खालको फेसनहरू, त्यो प्रकारको डिजाइनहरू यहाँ चाहिँ चल्दैन। अनि काठमाडौँमा जसरी चाहिँ त्यहाँनिर सिलाइ सम्बन्धी थुप्रै कामहरू पाइन्छ,
त्यो प्रकारले यहाँ काम नपाइन सक्छ। अनि त्यहाँ जसरी चाहिँ कारिगरी दिइन्छ यहाँ चाहिँ नदिइन सक्छ, त्यो प्राइसमा चाहिँ यहाँ चाहिँ कारिगरी नहुन सक्छ। तर मैले भन्नु खोजेको कुरा के भनेपछि तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, तपाईँ खाली बस्नुभन्दा तपाईँले चाहिँ सिक्नुहोस्। यो चाहिँ तपाईँको निम्ति उत्तम हुनेछ साथीहरू। धेरैवटा अप्सनहरूमध्ये हाम्रो नेपालमा चल्ने धेरैवटा अप्सनहरूमध्ये एउटा उत्तम रोजगारको बाटो सिलाइ हो साथीहरू। किनभने तपाईँलाई थाहा छ संसारमा नभई नहुने कुरा घाँस, बाँस अनि कपास, यो चाहिँ मानिसको आधारभूत आवश्यकताभित्र पर्न जान्छ। त्यसो भएको कारणले गर्दाखेरि घाँस, बाँस, कपास अनि कपडा लगाउने कुराहरू अनि कपडा सिलाउने कुराहरू हैन, यी सबै कुरा पनि आधारभूत आवश्यकताभित्र पर्छ र यो कहिले पनि जबसम्म मानव अस्तित्व संसारमा रहिरहन्छ यो कहिले पनि हराएर जाँदैन। त्यसो भएको कारणले गर्दाखेरि यो तपाईँको निम्ति एउटा उत्तम आय स्रोतको माध्यम हुनसक्छ। तपाईँले चाहिँ यो ढिलो नगरेर सिकिहाल्नुहोस्। हस्, हेरिदिनु भयो त्यसको निम्ति धन्यवाद छ। लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला र तपाईँलाई चाहिँ यस्तै जानकारीमूलक ज्ञानमूलक भिडियोहरू चाहिएको छ भनेपछि फेरि पनि अनुरोध गर्छु सब्सक्राइब गर्नुहोला र तपाईँको त्यो सब्सक्राइबमा आउने एउटा बेल घन्टीलाई चाहिँ दबाइदिनु होला अनि सेयर गरेर यो अरूहरू कहाँ पनि यो भिडियोलाई चाहिँ पुर्याइदिनु होला। साथीहरू, तपाईँलाई कुन कुरा सिलाइ सम्बन्धी कुन कुरा सिक्न चाहनुहुन्छ त्यो चाहिँ कमेन्ट बक्समा कमेन्ट गरेर छोडिदिनु होला। हामी त्यसको भिडियो बनाउने छौँ, अवश्य पनि हामी त्यो चाहिँ भिडियो बनाउने छौँ। हस्, धन्यवाद, नमस्कार।